हेलो अनि नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी अब सरसफाइ गरेर प्राइमर लाउने हुन्छौँ हैन। अब खाक्सीको काम चाहिँ अलिअलि थियो, अब चेक गरेर हामीले सकेर हामी यस्तो प्राइमर लगाउँछौँ। अब हेर्दै गर्नुहोला के कस्तो हुन्छ है। आज अब माथिदेखि नै यो धुलोहरू सबै बढाल सुडाल गरेर भित्ता बढालेर सरसफाइ गरेर आउनु भनेर दाजु। अब क्लिनर गर्ने हो। क्लिनर आज क्लिनरको काम हो। ल हेर्दै गर्नु होला है, म लुगा फेर्छु। ल अब हामी चाहिँ ड्रेसेस चेक गरेर काम गर्न थालिसक्यौँ है। अब यताउति सरसफाइ यताउति गरिन्छ, चेक खाक्सीहरू गरिन्छ। त्यस पछाडि हाम्रो एउटा दशा काट्यो, त्यसपछि हामी एकैचोटि प्राइमर लगाउँछौँ। अब यहाँ प्राइमर आएको छ, प्राइमर लिन आएको ढोका लिएर ल जाउँ दाजु। नमस्कार अङ्कल, हाम्रो आयो ए चेक खाक्सी चेक गर्दैछौँ है, बत्ती बालेर यहाँ ल दाजु। अब यसरी लाउँदैछौँ। हेर्दै हुनुहुन्छ त अहिले चाहिँ कहाँ छ भनेर। आज यति सकेपछि दशा सक्यो होइन दाइ, एउटा दशा काट्यो। मिठो मिठो खानेकुरा मात्र बाँकी, जति खाइसक्यो अहिले। आज यति सकेपछि अब यो खाक्सी चेक गरिसक्छौँ। त्यस पछाडि हाम्रो दशा काट्यो, एउटा दशा। ल हामी पेन्टरसँग चाहिँ एउटा खतराको कला हुन्छ क्या होइन। त्यो कला चाहिँ के हो भन्दाखेरि ड्रममा हिँड्ने। अब बाहिर भन्छु को पहिला अगाडि पुग्ने कम्पिटिसन हो। कम्पिटिसन। ल रेडी 1 2 3 गो। ल अब यस्तो भयो है हालत। त्यो अघि देखाएको हामीले फेरि त्यो पेन्टरको स्किल कला, ड्रममा हिँड्ने कला चाहिँ अरूले चाहिँ नगरिदिनु होला, फेरि लडेर हातखुट्टा भाँचेलाई होइन। त्यो एक्सपिरियन्स भएको मान्छेलाई, त्यस्तो हामी जस्तोहरूलाई अलिकति उसलाई मात्र हो झन्। हामी त कहिले काहीँ झरिन्छ होइन त, त्यही भएर ऊ नगर्नु होला, हातखुट्टा भाँचिन सक्छ। ल बल्ल 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 धुलोहरू बढालेर जम्मा पारिसक्यो है। आज पनि अलिअलि धुलो खाइयो, यत्रो भएको छ। अब म यहाँ बोरा समाइदिन्छु होइन। ए दाइले झ्याप ओसार्दै सर्दै हाल्दै हुनुहुन्छ। उठाउँ कि क्या हो दाइ? उठाउँछु ल। अनि यहाँ एक बोरा भइसक्यो, अब अर्को बोरा लोड हुँदैछ है त। ल अब चाहिँ हामीले सरसफाइ पनि गरिसक्यौँ होइन, धुलो सुलो सबै उठाएर राखिसक्यौँ। अब चाहिँ हामी यहाँ प्राइमर बनाउँछौँ अनि प्राइमर लगाउँछौँ। अब यस्तै हो, कति
9:30 पनि भइसक्यो होला। अब प्राइमर साइमर बनाएर अनि हामी प्राइमर लगाउनुतिर लाग्छौँ है त। ल अब आजको लागि टाइम पनि सक्यो है। हामीले चाहिँ भर्याङ लाइन प्राइमर हानिसकेर यहाँ सिटिङमा पनि आधी हानिसक्यौँ। अब प्राइमर हान्न बाँकी किचनमा मात्र रह्यो। ल अब आजलाई यति नै। अब बाँकी अर्को भिडियोमा हेर्दै गर्नु होला है त। ल सबै बाई बाई।